प्रिय मित्रगण, आज हामी सबै एउटै प्रश्न बोकेर बसेका छौँ। मेरो मन किन यति अशान्त छ? नचाहँदा नचाहँदै पनि नराम्रा विचार किन आउँछन्? कहिले रिस, कहिले ईर्ष्या, कहिले डर, कहिले विगतको पीडा, कहिले भविष्यको चिन्ता। मन एक क्षण पनि शान्त बस्न मान्दैन। बुद्ध भन्नुहुन्छ, मन नै सबै कुराको मूल जड हो। जसरी मन हुन्छ, जीवन पनि त्यस्तै बन्छ। आजको यो अमूल्य समय तपाईको मन सफा गर्ने यात्रा हो। यो केवल सुन्ने भिडियो होइन, यो मन धुने साधना हो। बुद्ध शिक्षामा नराम्रा विचारलाई अकुशल चित्त भनिन्छ। 3 मूल विष: लोभ, ग्रीड, द्वेष, हेट्रेड, मोह, डिल्युजन। यी 3 बाट जन्मिन्छन्: रिस, घृणा, ईर्ष्या, डर, अपराध बोध, आत्मघृणा। ध्यान दिनुहोस्, विचार आउनु पाप होइन, विचारमा हराउनु दुःखको कारण हो। आकाशमा बादल आउँछन्, तर आकाश बादल होइन। तपाईँ विचार होइन, तपाईँ विचार हेर्ने चेतना हो। नराम्रा विचार किन आउँछन्? बुद्ध भन्नुहुन्थ्यो, दुःख बाहिर होइन, मनको गलत बुझाइबाट जन्मिन्छ। नराम्रा विचार अचानक आकाशबाट खस्दैन, ती मनभित्रकै कारणबाट जन्मिन्छन्। अब ती 5 मूल कारणलाई एक एक गरेर बुझौँ। 1. अधुरो विगत, दबाइएको पीडा, नबोलेको आँसु, ननिको घाउ। हामी धेरै कुरा भोग्छौँ तर बुझ्दैनौँ, सहन्छौँ तर व्यक्त गर्दैनौँ। बचपनको अपमान, प्रेममा धोका, परिवारको पीडा, असफलताको चोट, यी सबै मनको गहिराइमा दबिन्छन्। बुद्धले यसलाई संस्कार, मेन्टल इम्प्रिन्ट्स भन्नुहुन्थ्यो। जब समय मिल्छ, त्यही दबिएको पीडा रिस बनेर, डर बनेर, आत्मघृणा बनेर बाहिर आउँछन्। समस्या विगत होइन, समस्या अधुरो विगत हो। जसलाई देखिँदैन उसैले बाँधेको हुन्छ। जबसम्म पीडालाई स्वीकार गरेर बुझिँदैन, नराम्रा विचार दोहोरिरहन्छन्। 2. भविष्यको डर, भोलि के हुन्छ? म असफल भए भने? मनको स्वभाव हो अज्ञातसँग डराउनु। हामी अहिले यहाँ र अहिले छैनौँ, हामी सधैँ भोलिमा बाँच्छौँ। जागिर गयो भने, रोग लाग्यो भने, म सफल हुन सकिनँ भने? बुद्धले भन्नुहुन्थ्यो, भविष्य अस्तित्वमै छैन, तर मन त्यहीँ बस्छ। नराम्रा विचार भविष्यको कल्पनाबाट जन्मिन्छन्, वास्तविकताबाट होइन। गहिरो सत्य, 90% डर कहिल्यै घट्दैन, तर मनले त्यो डरलाई आजै भोग्छ। 3. तुलना, अरूसँग तुलना गर्दा आत्मसम्मान टुट्छ। बुद्ध शिक्षामा तुलनालाई दुःखको बिउ मानिन्छ। आजको संसारमा सोशल मिडियाले तुलना झन बढाएको छ। ऊ मभन्दा अगाडि, ऊ मभन्दा सफल, ऊ मभन्दा खुसी। यसरी मनले आफैलाई सानो बनाउँछ। जब आत्मसम्मान टुट्छ, नराम्रा विचार जन्मिन्छन्। म पर्याप्त छैन, म असफल छु, म मूल्यहीन छु। हरेक फूल आफ्नो समयमा फुल्छ। तुलना गर्दा हामी आफ्नै यात्रालाई अपमान गर्छौँ। 4. अनियन्त्रित इन्द्रिय, अत्याधिक मोबाइल, नकारात्मक समाचार, विषाक्त सम्बन्ध। बुद्धले इन्द्रिय संयमलाई शान्तिको ढोका भन्नुभयो। आज हामी जे जति देख्छौँ, सुन्छौँ, पढ्छौँ, त्यही मन बन्छ। हिंसा भरिएको समाचार, नकारात्मक भिडियो, गुनासो गर्ने मान्छे, यी सबै मनको कचरा हुन्। मन डस्टबिन होइन, तर हामी जे पनि फ्याँक्छौँ। मन अशान्त, विचार नकारात्मक, निन्द्रा कमजोर। बाहिरको विष भित्रको विचार बन्छ। 5. अविद्या, इग्नोरेन्स, सत्य नबुझ्नु, अनित्यतालाई अस्वीकार गर्नु। यो सबैभन्दा गहिरो कारण हो। बुद्धले दुःखको मूललाई अविद्या भन्नुभयो। अविद्या भनेको म सधैँ यहीँ रहन्छु भन्ने भ्रम, सुख स्थायी छ भन्ने सोच, पीडा आउनु हुँदैन भन्ने अपेक्षा। तर सत्य के भो? सबै कुरा अस्थायी, परिवर्तनशील, अनिश्चित। जब यो सत्य स्वीकार गर्दैनौ, मनले सङ्घर्ष गर्छ। नराम्रा विचार जो अनित्यता बुझ्छ, ऊ मुक्त हुन्छ। प्रिय मित्र, नराम्रा विचार तपाईको शत्रु होइनन्, ती तपाईलाई के अधुरो छ, के बुझ्न बाँकी छ, देखाउन आएका दूत हुन्। जब कारण बुझिन्छ, विचार आफै शान्त हुन्छ। जागृति सुरु हुन्छ जहाँ बुझाइ सुरु हुन्छ। बुद्ध भन्नुहुन्छ, जो कारण बुझ्छ उसले समाधान पनि पाउँछ। नराम्रा विचारसँग लड्नु हुँदैन। धेरै मानिस गल्ती गर्छन् कि नराम्रा विचार नआओस् भनेर लड्छन्। बुद्धको मार्ग फरक छ। उदाहरण, तालमा हिलो छ भने हिलोसँग लड्ने होइन, पानी स्थिर बनाउने हो। विचारसँग लड्नु भनेकै विचार बलियो हुनु हो। विचार हेर्नु भनेको विचार हराउनु हो।
बुद्धको 5 चरणीय माइन्ड क्लिन्सिङ विधि। अवस्था 1, साक्षी बन्नु, अब्जर्भेसन। आँखा बन्द गर्नुहोस्, सासलाई महसुस गर्नुहोस्, जे विचार आए पनि भन्नुहोस्, यो केवल विचार हो, न राम्रो न नकारात्मक, केवल देख्नुहोस्। चरण 2, सासको ध्यान, आनापानसति, सास भित्र, सास बाहिर। जब मन भट्किन्छ, सासमा फर्किनुहोस्। बुद्धले यही ध्यानबाट ज्ञान पाए। चरण 3, मैत्री भावना, लभिङ काइन्डनेस। मनमा भन्नुहोस्, म सुखी छु, म सुरक्षित छु, म शान्त छु। त्यसपछि अरूलाई पनि, मेरो शत्रु पनि सुखी होस्। नराम्रा विचार मैत्रीमा पग्लिन्छन्। चरण 4, अनित्यता बोध। यो रिस पनि जान्छ, यो डर पनि जान्छ, यो पीडा पनि जान्छ, सबै अस्थायी छन्, यो पनि बित्छ। चरण 5, सही दृष्टि, राइट भ्यू। म विचार होइन, म चेतना हुँ। विचार बादल हुन्, म आकाश हुँ। एक दिन एक मानिस बुद्धलाई गाली गर्न आयो। बुद्ध शान्त रूपमा भिक्षुहरूसँग बसेर धर्मको उपदेश दिइरहनु भएको थियो। वातावरण अत्यन्तै शान्त थियो। पक्षीको चिरबिराहट, हल्का हावा र बुद्धको गहिरो मौनता। त्यही शान्त क्षणमा एक मानिस तीव्र क्रोध बोकेर त्यहाँ आइपुग्यो। उसको अनुहार रातो थियो, आँखा क्रोधले भरिएका थिए, मनभित्र आगो दन्किरहेको थियो। उसले बुद्धको अगाडि उभिएर चिच्याउँदै भन्न थाल्यो, तिमी झुटा साधु हौ, तिमी मानिसहरूलाई भ्रममा पार्छौ, तिमीले सिकाउने कुरा बेकार छ। उसले जति सक्दो अपशब्द, गाली र घृणाले बुद्धलाई प्रहार गर्यो। तर बुद्ध भने एकदमै शान्त बसेर त्यो सबै सुनिरहनु भएको थियो। न कुनै प्रतिक्रिया, न रिस, न अपमानको भावना। उनको अनुहारमा न त डर थियो, न त आक्रोश। गाली सकिएपछि त्यो मानिस थाक्यो। ऊ आश्चर्यमा पर्यो। उसले सोध्यो, मैले यति गाली गरेँ, तर तपाईँ किन रिसाउनु भएन? त्यतिखेर बुद्ध मुस्कुराउनु भयो र शान्त स्वरमा एउटा प्रश्न गर्नुभयो, के म तिमीलाई एउटा प्रश्न सोध्न सक्छु? मानिसले भन्यो, सोध्नुहोस्। बुद्धले भन्नुभयो, यदि कसैले तिमीलाई उपहार दिन खोज्छ र तिमीले त्यो उपहार स्वीकार नगरे, त्यो उपहार कसको हुन्छ? मानिस अल्मलियो, केही क्षण सोच्यो र भन्यो, जसले दिन खोजेको हो त्यसैको हुन्छ। बुद्धले शान्त रूपमा भन्नुभयो, त्यस्तै तिमीले मलाई दिएको क्रोध, गाली र घृणा मैले स्वीकार गरे भने मात्र मेरो हुन्छ, तर म स्वीकार गर्दिन, त्यसैले त्यो सबै तिम्रै हुन्छ। यी शब्दहरू सुन्नासाथ त्यो मानिसको मनमा केही गहिरो परिवर्तन भयो। उसले पहिलो पटक बुझ्यो, क्रोध अरूलाई हानि पुर्याउने हतियार होइन, क्रोध पहिला आफैलाई जलाउने आगो हो। उसको आँखा रसाए, उसको स्वर नरम भयो। उसले बुद्धको चरणमा झुकेर भन्यो, म अज्ञानवश आफ्नै मनको विष तपाईमाथि फ्याँक्न आएछु। बुद्धले उत्तर दिनुभयो, जुन व्यक्ति आफ्नो क्रोध देख्न थाल्छ, उनै मुक्तिको बाटोमा हुन्छ। 1, क्रोध बाहिरबाट आउँदैन, क्रोध अरूले दिएको होइन, हामीले भित्र पालिएको हो। 2, प्रतिक्रिया नदिने शक्ति, चुप लाग्नु कमजोरी होइन, जागरिकताको उच्च रूप हो। 3, मनको स्वामित्व, जो क्रोध स्वीकार गर्छ उही क्रोधको मालिक बन्छ। 4, बुद्धको मौनता, मौनता भन्नाले पराजय होइन, मौनता भनेको आत्मविजय हो। 5, वास्तविक शान्ति, शत्रुलाई हराउनु होइन, आफ्नै मनलाई बुझ्नु नै शान्ति हो। अर्को पटक जब कसैले तपाईलाई अपमान गर्छ, आफैलाई सोध्नुहोस्, के म यो उपहार स्वीकार गर्नेछु? यदि तपाईले स्वीकार गर्नु भएन भने त्यो नकारात्मकता तपाईको जीवनमा प्रवेश गर्न सक्दैन। यही हो बुद्धको मार्ग, यही हो मन शुद्ध गर्ने कला। जुन कुरा तपाईले स्वीकार्नु भएन त्यो तपाईको हुँदैन। दैनिक जीवनमा प्रयोग गर्ने 7 अभ्यास। 1, बिहान मौन, दिन जसरी सुरु हुन्छ मन पनि त्यस्तै बन्छ। आजको जीवनमा हामी बिहान उठ्ने बित्तिकै मोबाइल हेर्छौं, सन्देश, समाचार, चिन्ता र मन अस्तव्यस्त हुन्छ। बिहान उठेपछि कम्तीमा 10-15 मिनेट नबोल्ने, मोबाइल नछुने, बाहिरी संसारसँग सम्पर्क नगर्ने। के गर्ने त? सासको ध्यान दिने, मौन बसेर आकाश हेर्ने, मनमा भन्ने, आज शान्त रहन्छु। मन शान्त हुन्छ, दिनभरि आउने नराम्रा विचार कमजोर हुन्छन्। 2, डिजिटल उपवास, इन्द्रिय संयम नै शान्तिको मार्ग हो। आज मोबाइल नयाँ इन्द्रिय बनेको छ। दिनमा कम्तीमा 1-2 घण्टा मोबाइल, सोशल मिडिया, समाचार बन्द, त्यो समयमा किताब पढ्ने, प्रकृतिमा हिँड्ने, आफूलाई सुन्ने। किनकि नकारात्मक विचार अक्सर बाहिरबाटै आउँछन्।
मन हलुका हुन्छ, एकाग्रता बढ्छ, चिन्ता घट्छ। 3. सही सङ्गत। बुद्धले सङ्गतलाई सङ्गहा भन्नुहुन्थ्यो। गलत सङ्गतको असर गुनासो गर्ने मान्छे, नकारात्मक कुरा मात्र गर्ने, डर फैलाउने हुन्छ। सही सङ्गत के हो? शान्त मानिस, सचेत कुरा गर्ने, प्रेरणा दिने। बुद्धको शिक्षा, जसँग बस्छौ तिमी त्यस्तै बन्छौ। मन स्वतः सफा हुन्छ, नराम्रा विचार जन्मिनै पाउँदैनन्। 4. कृतज्ञता लेख्ने। नकारात्मक मन सधैँ कमी खोज्छ, कृतज्ञ मन सम्पन्नता देख्छ। कसरी गर्ने? हरेक दिन राति 3वटा कुरा लेख्ने। आज म यी कुराका लागि आभारी छु। सानो कुरा पनि हुन्छ, सास, खाना, कसैको मुस्कान। अवसाद घट्छ, मन सकारात्मक बन्छ, सुखको अनुभूति बढ्छ। 5. शरीर चलाउने। बुद्ध स्वयं हिँड्ने ध्यान गर्नुहुन्थ्यो। शरीर नचल्दा के हुन्छ? दबिएको भावना नकारात्मक विचारमा बदलिन्छ। के गर्न सकिन्छ? 20-30 मिनट हिँड्ने, योग, हल्का व्यायाम। ध्यान दिनुहोस्, शरीर चलाउँदा सास र चालमा ध्यान दिनुहोस्। तनाव बाहिर निस्कन्छ, मन स्वच्छ हुन्छ। 6. सत्य बोल्ने। बुद्धको अष्टाङ्गिक मार्गको एक अङ्ग सम्यक वाणी। असत्य, कटु वाणीको असर पहिला आफैको मन दूषित हुन्छ। सत्य बोल्नु भनेको के हो? नम्र, आवश्यक, करुणायुक्त सत्य। चुप लाग्नु, धेरै पटक झुट बोल्नुभन्दा श्रेष्ठ हुन्छ। मन हलुका हुन्छ, आन्तरिक द्वन्द्व घट्छ, आत्मसम्मान बढ्छ। 7. राति क्षमा ध्यान। दिनभरि हामी धेरै कुरा बोक्छौँ, रिस, पीडा, अपमान। राति क्षमा ध्यान कसरी गर्ने? सुत्नु अघि आँखा बन्द गरेर भन्नुहोस्, मैले आज कसैलाई दुःख दिएँ भने म क्षमा माग्छु। आज कसैले मलाई दुःख दियो भने म क्षमा गर्छु। म आफैलाई पनि क्षमा गर्छु। मन हलुका भएर सुतिन्छ, निद्रा गहिरो हुन्छ, अर्को दिन शान्त हुन्छ। प्रिय मित्र, मन सफा गर्न ठूलो तपस्या चाहिँदैन। सानो सानो अभ्यास, दैनिक निरन्तरता। बुद्ध भन्नुहुन्थ्यो, बुँद बुँदले घैटो भरिन्छ। यी 7 अभ्यास यदि तपाईले नियमित गर्नुभयो भने नराम्रा विचार कमजोर हुन्छन्, मन शान्त बन्छ, जीवन हलुका हुन्छ। आज एउटा अभ्यासबाट सुरु गर्नुहोस्, शान्ति आफै आउँछ। प्रिय मित्र, नराम्रा विचार शत्रु होइनन्, ती शिक्षक हुन्। तिनीहरूले तपाईलाई कहाँ घाउ छ, कहाँ उपचार चाहिन्छ देखाउँछन्। बुद्ध भन्नुहुन्थ्यो, मन जित्नेले संसार जित्छ। आजदेखि मन सफा गर्ने यात्रा सुरु गर्नुहोस्। यदि यो भिडियोले तपाईको मन छोयो भने यसलाई लाइक, कमेन्ट अनि शेयर गर्न नबिर्सनुहोला र यस्तै प्रेरणादायी सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।